के तपाईँलाई अल्छी लागिरहेछ? के तपाईँलाई लाग्छ कि होइन मलाई कोही साथी भइदियो हुन्थ्यो जस्तो लाग्छ? तपाईँ जतिसुकै मन मिल्ने साथी किन्नुहोस्, त्यो साथी तपाईँसँग जिन्दगीभरि हुँदैन र कोही पनि हुँदैन तपाईँसँग साथी। तर पनि बाँसुरी तपाईँको साथी हुनसक्छ है। किन भन्दाखेरि तपाईँले यदि बाँसुरी सिक्नुभयो भने यो तपाईँसँग जिन्दगीभरि नै रहन्छ र यसले तपाईँलाई जिन्दगीभरि खुसी दिइ नै राख्छ होइन। र हो, सिक्न अलिकति गाह्रो छ सुरुमा, तर असम्भव छैन होइन। तपाईँले सही समय दिनुभयो यसलाई र बिस्तारै अगाडि बढ्नुभयो भने बाँसुरी सिक्न सम्भव छ है। र यसको धुन यति मिठो हुन्छ, यति आनन्द आउँछ। म भर्खर बजाउन मैले सुरु गरेको, मै अस्ट्रेलियामा आएपछि नै बाँसुरी सिकेँ हो। त्यो पनि एउटा प्रुफ हो कि तपाईँ विदेशमा हुँदाहुँदै पनि तपाईँले बाँसुरी सिक्न सक्नुहुन्छ भनेर प्रुफ है। र अनि मलाई अझै त्यस्तो मिठो बजाउन त आउँदैन, तर म आफूले बाँसुरी बजाएर म आफै हराउँछु। यस्तो खुसी लाग्छ नि होइन, यस्तो आनन्द झर्छ नि माथिबाट, यस्तो रमाइलो लाग्छ। र यो चिज भनेको तपाईँ आफूलाई सुन्दा नि रमाइलो लाग्छ, अरूलाई सुन्दा नि रमाइलो लाग्छ। तपाईँको जिन्दगीको बेस्ट डिसिजन हुनसक्छ है बाँसुरी सिक्नु भनेको। र बाँसुरी सिक्ने मान्छेहरूको लागि नै भनेर मैले आफूले त कति दुःख पाएँ सिक्दाखेरि होइन। अनि अब कतै गएर नोटेसन्सहरू खोज्यो, त्यो नोटेसन्सहरू यसो हेऱ्यो, त्यो के लेखाएको छ सारे गमा पद निसामा यताउति गजाङ गुजुङ छ होइन। त्यो बजाउनु त सकिँदैन आफूले। र त्यही थाहा भएर मैले बाँसुरी 5 भनेर हाम्रो एउटा प्लेटफर्म बनाएको छु। त्यो जुन अहिले वेबसाइट छ र आइफोनको लागि चाहिँ एप स्टोरमा छ, एन्ड्रोइडको पनि आउँदैछ। र त्यसमा तपाईँलाई के फाइदा छ भन्दाखेरि तपाईँले जुन गीत बजाउन खोज्दै हुनुहुन्छ त्यो गीत चाहिँ बज्छ पनि उताबाट, र नोटेसन्सहरू पनि रियल टाइममा तपाईँको सर्दै जान्छ, जुन चाहिँ तपाईँले मजाले हेर्दै सुन्दै बजाउँदै। किनकि बाँसुरी बजाउनु भनेको तपाईँले एउटा गीत 100 चोटि बजाउनुपर्छ या 500 चोटि बजाउनुपर्छ त्यो गीतलाई अझै बवाल बनाउनुको लागि। भनेपछि तपाईँको रिपिटेसन नै हो कि बाँसुरीमा। त्यो रिपिटेसन गर्दाखेरि तपाईँले सुन्नुहुन्छ होइन। अनि जुन गीतहरू मैले राखेको हुन्छु त्यो सबै गीतहरू चाहिँ हाम्रो एकदमै हुन्छ नि धेरै एक्सपिरियन्स भएको 20-25 वर्षदेखि बाँसुरी बजाउने मेरो गुरुले बजाउनु भएको गीतहरू छ। उहाँको गीतहरू तपाईँले सुन्नुभयो र आफूले बजाउनु भयो भने उहाँको जस्तै तपाईँमा नि सर्छ क्या बिस्तारै। तपाईँले चाहिँ प्र्याक्टिस गर्दै गएपछि। त्यही भएर मैले यो प्लेटफर्म बनाएको छु। अहिले धेरै नोटेसनहरू राख्न पाएको छैन, किन भन्दाखेरि म मोबाइल एपमा व्यस्त थिएँ। मोबाइल एप रेडी भइसक्यो गाइस, पुरै रेडी भइसक्यो, एकदमै बवाल भएको छ मोबाइल एप। र होला तपाईँहरूको फिडब्याक पनि इम्पोर्टेन्ट छ। मलाई केही कुराहरू केही कमी कमजोरी छन् भने भन्नु होला मोबाइल एपमा, म सुधार्दै जानेछु। र अझै मैले नोटिफिकेसन्सहरू सबै गीतको हुन्छ नि बिस्तारै मैले सबै गीतको राख्ने सोचिरहेको छु। मलाई फलो गर्नु होला, हाम्रो युट्युब च्यानललाई फलो गर्नु होला र त्यसपछि बाँसुरी सिक्ने यात्रा अगाडि बढाउनु होला। यसले तपाईँलाई जिन्दगीमा एकदमै खुसी दिनेवाला छ। यो हेर्दाखेरि यति सानो केही छैन नि त, पाल खाली छ, तर यसको सङ्गीत ओहो बवाल।